छरे टोखा सडक अन्तर्गत नुवाकोट जिल्ला छरे हुँदै काठमाडौँको टोखा जोड्ने मुख्य सडक खण्ड अन्तर्गत शिवपुरी 6 गुर्जेदेखि छरेसम्म पछिल्लो समयदेखि फोहोर मैला व्यवस्थापनको लागि गम्भीर समस्या देखिएको छ। सडक वरपरका खोल्सा खोलानाला तथा मानव बस्तीहरू नजिकै कृषियोग्य जमिनमा जथाभावी फालिने प्लास्टिक जन्य वस्तु प्याकिङका तथा बोतल तथा मानिसले निजी तथा सार्वजनिक साधनबाट फालिएका फोहोरका कारण वरिपरिको वातावरण दुर्गन्धित बन्दै गएको छ। स्थानीय सचिन श्रेष्ठका अनुसार नियमित सरसफाई र फोहोर उठाउने व्यवस्थाको अभावले समस्या दिनादिन बढ्दै गएको छ। विशेष गरी प्लास्टिक जन्य फोहोर बान्ता सिसा जस्ता सामग्री सडक छेउमै थुप्रिँदा यात्रु विद्यार्थी र स्थानीय बासिन्दालाई आवत जावतमा समेत कठिनाई भएको छ। यस सडक दैनिक सयौं सवारी साधन र मानिसले प्रयोग गर्छन्, तर फोहोरका कारण रोग बढ्दो क्रममा छ। स्थानीय युवा श्रेष्ठका अनुसार अब पनि सम्बन्धित निकाय नजागे टोखा छरे सडक मुख्य सडक होइन, फोहोरको परिचय बोकेको सडक मार्गका रूपमा सरकारवाला निकायको यस विषयमा ध्यान आकर्षण गर्न चाहन्छौँ।